नमस्कार, यति बेला हेर्दै हुनुहुन्छ प्रवेश पाण्डे अफिसियल युट्युब च्यानलबाट र यति बेला मौसम बराल छु भने हाम्रो साथमा हुनुहुन्छ प्रवेश पाण्डे। उहाँ अल्फाबेटा इन्टरनेसनल अर्गनाइजेसन बेतामोटको ट्रेनिङ म्यानेजर पनि हुनुहुन्छ। सर, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। नमस्कार। तपाईँ अल्फाबेटा इन्टरनेसनल अर्गनाइजेसनको ट्रेनिङ म्यानेजर हुनुहुन्छ होइन? मोसन्टाइजरहरू आउने क्रमहरू पनि जारी नै हुन्छ। तपाईँले आफ्नो भूमिका कसरी निर्वाह गर्दै हुनुहुन्छ र मोसन्टाइजरलाई व्यवस्थापन गर्ने तपाईँको भूमिका के रहन्छ? म के गर्छु भने मर्चेन्डाइजहरू नयाँ गाइज आउँछ भने पहिले त म राम्रो रिलेसन बनाउनेतिर लाग्छु भन्नुपर्छ। पहिले अब इन्ट्रोडक्सन हुन्छ, नाम के हो, कहाँबाट आएको, क्वालिफिकेसन कति हो, अनि फ्यामिली ब्याकग्राउन्ड के हो, त्यो म सबै बुझ्छु भन्नुपर्छ। त्यसपछि त्यसको बारेमा अब त्यो बुझिसकेपछि कुराकानी गर्छु। त्यसैको आधारमा उसको क्यापेसिटी कस्तो छ त्यसको आधारमा कुराकानी गरिन्छ। अनि उसलाई पनि म मोटिभेट गर्छु, सम्बन्ध राम्रो बनाउँछु। अनि अरू पनि सम्बन्धहरू, नलेजका कुराहरू, नयाँ नयाँ स्किलहरू सिकाउनको लागि म उसलाई पोजिटिभिटी, दिमागमा पोजिटिभिटी म भर्नमा लागिरहन्छु भन्नुपर्छ। नयाँ गाइजहरू आइरहँदाखेरि तपाईँले गरेको रेस्पोन्सिबिलिटीबाट उहाँहरू कतिको सन्तुष्टि हुनुहुन्छ र उहाँहरूलाई कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ अथवा व्यवस्थापन गर्दाखेरि तपाईँ कतिको सन्तुष्टि हुनुहुन्छ? तपाईँलाई के लाग्छ, मैले व्यवस्थापन सही तरिकाले गरिरहेको छु, यानि कि मैले सही तरिकाले गर्न नसक्दाखेरि को अल्फाबेटा चाहिँ अलिकति कमजोर हुँदैछ कि भन्ने तपाईँको त्यो किसिमको सोचहरू, त्यो किसिमको थटहरू हजुरलाई आइरहेको छ कि? मलाई लाग्छ जहाँसम्म पनि छ म आफूले भेरिटी राम्रै गरिरहेको हुन्छु। नेगेटिभिटी त म बिल्कुलै दिँदैन भन्नुपर्छ। उसलाई म पोजिटिभिटी दिन्छु। मेरो हातमा आउँछ, मेरो रिलेसनमा आउँछ, मेरो टचमा आउँछ, मेरो छत्र छायामा आउँछ भने म उसलाई राम्रो कुरा सिकाउँछु। चाहे जहाँ जाओस् अथवा ठिक होस्, म उसलाई यतिसम्म चाहिँ उसको माइन्ड हुन्छ कि यस्तो सर पनि भेटिया रहेछ, हुने रहेछ यो भन्ने चाहिँ उसको माइन्डमा हुन्छ। अनि म उसलाई टिकाउने कुराहरूमा भयो, अपर्च्युनिटी बुझाउने कुरामा भयो, त्यसमा आफूले आफ्नो ल्याकलले भ्याएसम्म म त्यो पनि बुझाउनको लागि कोसिस गरिरहेको हुन्छु भन्नुपर्छ। नयाँ गाइजहरू आइरहँदाखेरि त्यसबाट पाइने केही कुराहरू कस्तो छ भने, अल्फाबेटा भनेको डाइरेक्ट सेलिङ गर्ने हो, कुनै कस्टमरसँग डाइरेक्ट गइरहेको हुन्छ होइन, मतलब कस्टमरसँग डाइरेक्ट गइरहेको हुन्छ, डिल गरिरहेको हुन्छ र प्रोडक्ट सेल गरिरहेको हुन्छ। भन्नुको मतलब उनीहरूको दिमागमा चाहिँ के किसिमको थट हुन्छ भने, मर्चेन्टाइजर लेभलको हुन्छ नि गाइजहरू, हामीले चाहिँ झोलामा सामान बोक्ने, त्यस पछाडि गएर कस्टमरसम्म गएर चाहिँ डाइरेक्ट सेल गर्ने, यो किसिमको थटहरू गइरहेको हुन्छ। के यो थट राम्रो हो? यदि होइन भने कस्तो किसिमको थटहरू चाहिँ त्यो गाइजहरूमा चाहिँ त्यो किसिमको प्रभाव चाहिँ छोड्न सकिन्छ जस्तो लाग्छ? हो, तपाईँले एकदम राम्रो क्वेसन सोध्नुभयो। हो, त्यस्तो थट नै त्यसको दिमागमा आउनु भएन। हामीले उसलाई सिस्टम बढीभन्दा बढी बुझाउनु पर्ने हुन्छ। हामी सिस्टम बुझाउने अनि त्यसको आधारमा हामी प्र्याक्टिस गर्ने भन्ने कुरा चाहिँ उसको माइन्डमा हुनु पऱ्यो, न कि हामी सामान लिएर बेच्ने हो, त्यसको आधारमा हामी प्रमोसन हुन्छ अथवा डेमोसन हुन्छ, त्यस्तो कुरा उसको माइन्डमा हुनु भएन। हामी सिस्टम पढ्ने, सिस्टमको आधारमा काम गर्ने, आफ्नो स्किललाई आफूलाई खरोदर बनाउनको लागि हामीले त्यो पढ्नुपर्ने हुन्छ नि, म्यानेजर बन्नुपर्ने हुन्छ भन्ने कुरा चाहिँ उसको माइन्डमा हुनु पऱ्यो। यदि उसलाई लाग्छ सामान बेच्नको लागि म आएको यसरी बेचिराख्नुपर्छ भन्ने लाग्छ भने टिक्दैन, टिकिहाले पनि राम्रो बन्दैन, कमजोर लिडर बन्छ भन्नुपर्छ। अहिले सिस्टम भनेर अहिले हामी कुरा गरिरहेको छौँ होइन? सिस्टमहरू त हुन्छ, हरेक कुराको सिस्टमहरू हुन्छ। र त्यो सिस्टमहरू हामीले पढिरहँदा, सिस्टमहरूलाई अध्ययन गरिरहँदाखेरि सिस्टम र अर्को फिल्ड, दुईवटा पाटाहरू छन् नि, कतिको भनौँ न मेल खान्छ, सिस्टम र फिल्डमा कतिको मेल खान्छ जस्तो लाग्छ यहाँलाई? र मेल खाएन भने अथवा मेल खाएन भने कुन किसिमको चाहिँ सिस्टमहरूमा अझै थप गर्न सकिन्थ्यो अथवा सिस्टमहरूलाई चाहिँ कुन तरिकाले चाहिँ एप्लाई गर्न सकिन्थ्यो जस्तो लाग्छ हजुरलाई? मेल धेरै खान्छ, प्रत्यक्ष र परोक्ष रूपमा भन्नुपर्छ। डाइरेक्टली हामीलाई सिधा सिधा हामीले हेर्दाखेरि चाहिँ अब सेम टु सेम नभएको हुनसक्छ, तर सिस्टमले नै प्ले गरेको हुन्छ। त्यो सिस्टमको रोल ठुलो हुन्छ भन्नुपर्छ। जस्तै हामी सिभिलमा जान्छौँ, सिस्टमको आधारमा हामी अब H2लाई डह्रो बनाएर काम गर्नुपर्ने हुन्छ, सिस्टमको आधारमा काम गर्नुपर्ने हुन्छ। सिस्टमेटिक भएन भने हामीले काम गर्नुपर्ने हुन्छ। तर सेम टु सेम तपाईँको डुप्लिकेट चाहिँ नहुनसक्छ, तर सिस्टमको हामीले जगमा बसेर नै हामीले काम गर्नुपर्ने हुन्छ भन्नुपर्छ। अन्तिममा अल्फाबेटा आम मानिसहरू, कस्टमरहरू भनौँ न, आम सेवाग्राहीहरूलाई अल्फाबेटा भनेको के हो र अल्फाबेटाले कुन किसिमले सेवाहरू प्रदान गर्छ र अल्फाबेटामा परिरहेको छापहरू, कस्टमरप्रति परिरहेको नकारात्मक छापहरूलाई चाहिँ कसरी मेटाउन चाहनुहुन्छ? छोटकरीमा बताइदिनुहोस्। हेर्नुहोस्, अल्फाबेट भनेको दुनियाँको नम्बर 1 कम्पनी हो।
यदि कोही दुनियाँको नम्बर 1 बिजनेसम्यान बन्न चाहनुहुन्छ, दुनियाँको नम्बर 1 खुसी मान्छे बन्न चाहनुहुन्छ भने अल्फाबेटामा आउनु पऱ्यो। तपाईँको राम्रो छ भन्नुपर्छ। यदि मेहनती मान्छे कोही छ भने, यदि कोही साँच्चै सफल बन्न चाहनुहुन्छ भने अल्फाबेटामा आउनु। अल्फाबेटा भनेको दुनियाँको नम्बर 1 कम्पनी हो। तपाईँ ओनर बन्नको लागि, दुनियाँमा राज गर्नको लागि आउन सक्नुहुन्छ। राम्रो छ भन्नुपर्छ। हस्, समय दिनुभयो धेरै धेरै धन्यवाद।